यही फागुन 21 गते देशमा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। निर्वाचनका लागि दलहरूले आफ्ना घोषणापत्र जारी गरिरहेका छन्। यसैबीच राप्रपाले पनि आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रमा शिक्षा क्षेत्रका के कस्ता एजेन्डालाई अगाडि बढाएको छ आज हामी चर्चा गर्दैछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भिक बाल कक्षादेखि विश्वविद्यालयसम्मका सुधारका कार्यक्रम, शिक्षकदेखि उपकुलपतिसम्मका विषय, निजीदेखि सामुदायिक विद्यालय सुधारका लागि एजेन्डा अगाडि बढाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न निर्वाचनका लागि जारी गरेको संकल्प पत्रमा शैक्षिक क्षेत्रका के कस्ता मुद्दाहरूलाई अगाडि बढाएको छ आज हामी त्यस विषयमा चर्चा गर्दैछौँ। शिक्षा क्षेत्रमा देखिएको अत्याधिक राजनीतिकरण, दलीय भागबण्डा, अराजकता र विसङ्गतिलाई कानुनी रूपमा अन्त्य गर्ने जनाएको छ। मुलुकको सबैभन्दा जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयलाई राष्ट्रिय विश्वविद्यालय बनाइनेछ र उत्कृष्ट केन्द्रको रूपमा विकास गरिनेछ। अन्य सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति हुने व्यवस्थाको अन्त्य गर्ने उल्लेख गरेको छ। सबै विद्यालय, कलेज, क्याम्पस र विश्वविद्यालयहरूमा सबै प्रकारका ट्रेड युनियनहरू खारेज गर्ने संकल्प गरेको छ। सबै प्राविधिक विद्यालयहरूलाई स्रोत साधन युक्त बनाउने र सबैको पहुँचमा प्राविधिक, स्वरोजगार उन्मुख शिक्षा पुर्याउने र उद्यमशीलताको विकास गर्ने जनाएको छ। सरकारी, अन्तर्राष्ट्रिय दात्री निकाय, वित्तीय संस्थाको सहयोगमा प्राविधिक व्यावसायिक शिक्षा तालिम कोष, टेक्निकल एन्ड भोकेसनल एजुकेसन फन्ड नामक ठूलो कोष खडा गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ। कोषमा योजना, अर्थ, शिक्षा, उद्योग, श्रम तथा रोजगार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा निजी क्षेत्रहरूसँग सहकार्य गर्ने जनाएको छ। सो कोषबाट सिप विकासका लागि तालिम दिने र दक्ष जनशक्ति निर्माण गर्ने उसले आफ्नो एजेन्डा अगाडि सारेको छ। सबै सरकारी विद्यालयहरूमा कक्षा 12 सम्म निशुल्क पठन पाठनको व्यवस्था मिलाउने जनाएको छ। यस्तै सबै निजी विद्यालयहरूमा शिक्षकहरूको तलब कम्तीमा सरकारी शिक्षक बराबर अनिवार्य गर्ने संकल्प गरेको छ। काठमाडौँको बुढा नीलकण्ठ स्कुललाई 7 प्रदेशमा नमुना विद्यालयको रूपमा विस्तार गर्ने योजना अगाडि सारेको छ। सरकारी विद्यालय र निजी विद्यालय बीच गुणस्तरमा देखिएको खाडल न्यूनीकरण गर्नका लागि सरकारी विद्यालयको गुणस्तर वृद्धिका लागि संकल्प अगाडि सारेको छ। प्रारम्भिक बाल विकास तथा शिक्षालाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रूपमा विकास गरी अनिवार्य गरिने तथा सम्बन्धित कार्यक्रमलाई गुणस्तरीय बनाइने पनि राप्रपाले जनाएको छ। आधारभूत तहसम्म स्थानीय मातृभाषामा शिक्षा दिने व्यवस्था लागू गर्ने जनाएको छ। विद्यालयहरूमा नैतिक शिक्षा सम्बन्धी पठन पाठनको व्यवस्था गर्ने समेत राप्रपाले जनाएको छ। फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि विशेष प्रोत्साहन र कक्षाको व्यवस्था गरिने संकल्प गरेको छ। विद्यालयहरूलाई अपाङ्ग मैत्री बनाइने जोड दिएको छ। संस्कृत शिक्षा तथा अन्य स्थानीय भाषा सहित संस्कृत विकास र प्रवर्धनका लागि विशेष कार्ययोजना बनाएर लागू गरिने पनि राप्रपाले जनाएको छ। उच्च शिक्षा, वैज्ञानिक प्रविधिको विकासका लागि छिट्टै मन्त्रालयको स्थापना गरिने जनाएको छ। कलेज, क्याम्पसमा पढ्ने विद्यार्थीहरूलाई काम गर्दै पढ्ने योजना अन्तर्गत आंशिक समय, बिदाको समय र पूर्णकालीन समय काम गर्ने व्यवस्थाको प्रबन्ध मिलाउने उसले जनाएको छ। कलेजमा पढ्ने विपन्न र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रम विशेष प्राथमिकता दिने जनाएको छ। गुरुकुल लगायतका धार्मिक विद्यालयहरूको विकास, निर्माण, सुधार र संरक्षणका कार्य गर्ने पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रमा सार्वजनिक गरेको छ। दलहरूले घोषणापत्रमा समावेश गरेका शैक्षिक क्षेत्रका एजेन्डाहरूलाई मूल प्राथमिकतामा राखेर आगामी दिनमा काम गर्ने हो भने देशले चाँडै नै समृद्धिको यात्रातर्फ तय गर्नेछ।